म चटपटे खान मन लाग्यो। ब्युटिफुल। म चटपटे खान मन लाग्यो के। चटपटे खाने हो। के गर्नु पर्छ त्यसको लागि? सामान लिएर आउनु पर्यो। कागती, चाउचाउ, अनि एउटा कुरमुरे, अनि त्यहाँ पसलबाट दालमोट, बदाम लिएर आउनु पर्यो। अनि के न के चाउचाउहरू लिएर आउने। अनि म भटमास सटमास भुटेर रेडी पारेर राख्छु, काटकुट पारेर छिटो बनाउने। उनीहरू डिउ हाल्ने अनि खाने। ओके। सो छिटो पसल गइहाल्नुहोस् फटाफट। अनि लिएर आउनुहोस्, झटपट बनाउने, फटाफट खाने। गाइस उहाँ चाहिँ आलु धुँदै हुनुहुन्छ होइन? एकदम आलु है गाइस। आलु चटपटेको लागि आलु है गाइस। यति धेरै छ कि आलु पनि होइन गाइस। हेलो, केही बोल्न चाहनुहुन्छ यसको बारेमा, चटपटे बनाउनुको बारेमा? हजुर किन मन छैन त बोल्नु? ल ग्यास पनि बालिदिइरहेको छ गाइस। कालो कराई, मान्छे पनि कालो छ। मान्छे चाहिँ गोरा छ तिमी है? हेरौँ। म जति गोरा छैन ल। जे भयो नि। के खोज्नु भयो? के हो त्यो? भटमास हो? देखाउनु त। के लिएर आएको गाइस? चाउचाउ चटपटे खानुलाई कागती। खै देखा त देखेँ नि त यहाँ त। कसरी त्यसरी देख्दैन नि त। यो पैसा नि टन्नै लिएर आएछ त। पैसा नि त आयो नि त। ल गाइस कुकिङ भइरहेछ। अनि कहाँ पुगेर ल्याइस् त? टाढो पुग्नु पऱ्यो क्या? धेरै पसिना पनि आएको त। चोकमा? ए ल ठिक छ गाइसहरू। पैसा कति पैसा हो? यो धेरै हो कि हो? अब डिउ र चटपटे खाने हो गाइस होइन? डिउ अहिले ल्याइसक्यो, अलिकति खाइसक्यो डिउ हामीले होइन? त्यही हो। अब यो बोतललाई अब डिउलाई सट्टै माउन्टेन डिउ हो। तर डिउ आजकल धेरै कडा आउनु थालेछ गाइस होइन? यो डिउलाई अलिक नरम गर्नु पर्यो। धेरै कडा भयो यो डिउ, निल्नै नसक्ने डिउ चाहिँ यार। अलि कम गर्नु पर्यो। यो त धेरै कडा भयो। यत्रो धेरै प्याक खानु सक्दैन हामी। ल गाइस यहाँनिर अब यो के हो? यो भटमास। यो के गरिदियो यसलाई? भुट्दै खै चलाएर देखाउ त कस्तो भयो? खै अलि माथि चलाएर। ए पाक्नु लाग्यो होइन? कसले के कतिवटा दियो अरे? 4वटा मात्रै दियो अरे? ओहो खतम भइहाल्छ नि त। आजकल अनि के कागती त खेती गर्नै पर्ने रहेछ नि गाइजहरू। थोरै महँगो रहन्छ। 4वटा कागती कति लियो अरे? 50 रुपियाँ 4वटा हो? आम्मामा के हो यो? ल गाइज यसमा चाहिँ होइन अब दालमोट यो के हो? चाउचाउ, यो बदम के हालिसकेको छ होइन? अब फाइनली यसमा चाहिँ अब भुजाहरू हाल्नु बाँकी छ। अनि अर्को के हो? ल आलु पनि पाइसक्यो गाइस, सिटी लगाइसक्यो। आलु पनि पाइसक्यो, सिटी लगाइसक्यो। ल गाइस होइन यो चाहिँ अब कटिङ भइसकेको छ होइन? प्याज, खोर्सानी, टमाटर, यो काँक्रो होइन? यो कटिङ भइसकेको छ। यो कटिङ भएको चिजलाई यहाँ त्यहाँ हाल त। ल यहाँ हालेको नि देखाउँछ गाइस होइन? कटिङ भएको चिजलाई सलक्का पारेर कसरी बनाउने हो चटपटे होइन? तपाईँहरू पनि घरमा लोकल स्टाइलले चटपटे बनाएर खानु सक्नुहुन्छ यसरी। ल हेर्नुहोस्, प्याज भयो, यो खोर्सानी, अनि यो चाहिँ टमाटर होइन गाइस? यो लास्टमा काँक्रो। अब हामीले यति मात्रै हालेको छौँ अहिले होइन? अब यो एकैचोटि तपाईँहरूलाई देखाइरहँदाखेरि यो ढिलो हुन्छ होइन? अहिले अब फेरि अर्को कटिङ गरेर देखाउँछु ल गाइस। यो पनि हाल्नु नबिर्सिनु है। जस्तै हामीले यहाँ चाउचाउ हाल्यौँ होइन? अनि त्यो चाउचाउको मसला पनि यसैमा काटेर हामीले
हालिदिएको छौँ गाइज। हेर्नु सक्नुहुन्छ। हेलो, कस्तो लागिरहेको त चरपटे बनाउँदा? मजा लागिरह। उहाँलाई चाहिँ चरपटे धेरै खानु मन लागेको छ अरे आज, त्यही भएर होइन। अब नाम मात्रै उसो हो, खाने त हामीले हो धेरै जस्तो। यो चाहिँ उसिनेको आलु है गाइज, तपाईँहरूलाई देखाउनु बिर्सेछ होइन। अलिकति कटिङ गरिसकेँ मैले। अब यो पुरा काट्छु म। ल गाइज होइन, आलु पनि काटिसकेको छु मैले। अनि यहाँ छेउमा कागती, यो कागती हो, यो आलु है। भटमास पनि हाल्दैछौँ गाइज, भुटेको। तेल चाहिँ हामीले हालिसक्यौँ। तेल हालिसक्यो। यो चाहिँ चक्कु है गाइज। ल त्यसरी हाल्दैछौँ गाइज होइन। आलु हाल्यौँ होइन। यसरी बनाएर खानु सक्नुहुन्छ गाइज तपाईँहरू होइन। घरमै अब बाहिर बनाएर खानुभन्दा नि घरकै सामानहरू बनाएर खाने यसरी चरपटे बनाउने तरिका यस्तो छ गाइज। अब कागती जसरी काटिनु भयो निचार्नु त भने के। अनि यसको लागि चाहिँ अब होइन, सबै त अब हामीले जे चाहिन्छ मसला त्यो त हाल्नु पाएन। हामीसँग यहाँ जे छ गाइज त्यही हाल्ने हो होइन। डिउ उहाँ रिसाइसकेको छेउमा डिउ, उहाँले अनि निचार्दै हुनुहुन्छ कागती। हेलो, कागती निचार्दा नि त्यत्रो बल पर्छ र भने ठस ठस गर्नुभएको त के हो। ल गाइस, यसरी हो हामी बनाउँदैछौँ। तपाईँहरू पनि खान आउनुहोस्, किनभने यो स्पेसल हुनेवाला छ आज। स्पेसल यसमा चाहिँ हामीले अलिकति बिरे नुन पनि हालेको छौँ। ल कति हाल्ने बिरे नुन? यति स्वाद अनुसार बिरे नुन हाल्नुपर्छ अरे। आमा त्यो त धेरै हुँदैन भने यो चाहिँ चरपटे मसला अरे अलिकति गाइज। त्यही गाइज, हामी अब रातो खोर्सानी हाल्दैनौँ होइन। हामी यो एकदम अर्ग्यानिक स्टाइलले बनाएर खानु खोज्यो हो। अब मसला धेरै छैन योभन्दा, हामी योभन्दा बेसी मसला हाल्दैनौँ यसमा। यही हो, अब नुन हाल्छौँ अनि मल्छौँ अनि भुजा। अब यसलाई चाहिँ हामी मल्न गइरहेको छौँ गाइज, मल्न गइरहेको छौँ। मलिरहेको छौँ है गाइज, मल्दैछ यहाँ। यसरी मल्छौँ। मल्नको लागि यतिकै स्पेसल देखिन्छ त। अब भुजा हाल्छौँ यसमा, तर भुजा चाहिँ यो अस्ति नै किनेर ल्याएको रहेछ भुजा, आज ल्याएको भुजा होइन गाइज। भुजा एक प्याकेट पनि होइन, हामीले आधी प्याकेट भुजा हाल्यौँ। हामी धेरै मान्छे पनि छैन, त्यही भएर अगाउँदी चाहिँ खानु पाउँदैन जस्तो लाग्यो आज। चरपटे अगाउँदी खानु नपाला जस्तो गाइज। हुन त एक बाटा छ होइन, यो टन्नै हुन्छ, ठुलो छ नि त बाटा। ल गाइज रेडी होइन त? रेडी भयो गाइज। अब भाँडामा हाल्छौँ। एउटा कुरा, हामीले यसमा सस हालेनौँ होइन। सस अब हामी हाल्दैनौँ, किनभने यतिकै खाने हो। हाल्दैछौँ गाइज हामी प्लेटमा। प्लेट पनि जस्तै कति थरी भयो होला होइन, ठिकै छ, केही छैन। यता बाँकी छ, यति पुग्ने रहेछ बाघमा। हेर्नु त गाइज, साह्रै मिठो छ है। हेर्दै यस्तो मिठो छ अनि चरपटी। कति मिठो छ र गाइज। ल हेर्नु त गाइजहरू, यता पनि हालिसकेको छौँ होइन। यता लालवाला पनि लगाइस। चरपटे खाएर कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। गुड छ नि एकदम बेस्ट। खोर्सानी कतिको पिरो डिउ लगाइस। यो डिउ यो खाली छ, भर्ने छ यसमा। यता मेरो आमाजु दिदी पनि आउनु भएको छ। यता गाइज म त डिउ खानु गइरहेको छु होइन। अब त्यही हो, हेर्न सक्नुहुन्छ यहाँ डिउ। के दामी रहेछ। ल बवाल छ बवाल।
यो चाहिँ चरपट है गाइस, म चाहिँ खाँदैछु। ओहो धेरै मिठो।